प्रजातन्त्र बहालीपछिका संसदीय निर्वाचनहरू। प्रजातन्त्र बहालीपछि 2048, 2051, 2056, 2074 र 2079 गरी 5 पटक प्रतिनिधि सभा निर्वाचन भए। यस अवधिमा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र नै आलो पालो मुख्य शक्ति बनेका छन्। राजा महेन्द्रले 1 पुस 2017 कु गरेर लागू गरेको दलविहीन पञ्चायती व्यवस्था झण्डै 3 दशक चल्यो। 2046 को जनआन्दोलनको सफलतापछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। सोही सरकारका पालामा 2048 मा प्रतिनिधि सभा निर्वाचन भयो। त्यसबेला 75 जिल्लामा 205 निर्वाचन क्षेत्र कायम गरिएको थियो। प्रत्येक क्षेत्रबाट पहिलो निर्वाचित हुने प्रणाली मार्फत एक सांसद निर्वाचित हुन्थे। 2048 प्रतिनिधि सभा निर्वाचन 28 माघ 2047 को घोषणा अनुसार 21 वैशाख 2048 मा निर्वाचन गरिएको थियो। निर्वाचनमा काङ्ग्रेस 110 सिट जितेर पहिलो दल बनेको थियो। एमाले 69 सिट सहित दोस्रो र संयुक्त जनमोर्चा 9 सिट सहित तेस्रो बनेका थिए। निर्वाचनपछि काङ्ग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए। प्रतिनिधि सभाको यस अवधिमा 2 पटक उपनिर्वाचन भएको थियो। 26 माघ 2048 मा सुनसरी 3 र काठमाडौँ 5 तथा 25 माघ 2050 मा झापा 1 र काठमाडौँ 1 मा 2051 प्रतिनिधि सभा निर्वाचन। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राजालाई धन्यवाद दिने प्रस्ताव असफल भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले असार 2051 मा प्रतिनिधि सभा विघटन गर्दै 27 कार्तिकका लागि मध्यावधि निर्वाचन घोषणा गरेका थिए। तर त्यो दिन ठुलो एकादशी परेकाले पछि 21 कार्तिकका लागि निर्वाचन सारियो। त्यही मितिमा देशभर आम निर्वाचन भयो। निर्वाचनमा एमाले 88 सिट सहित पहिलो, काङ्ग्रेस 83 सिट सहित दोस्रो र राप्रपा 40 सिट सहित तेस्रो भएका थिए। निर्वाचनपछि एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भएको थियो। प्रतिनिधि सभाको सोही कार्यकालमा 11 माघ 2053 मा सुनसरी 1, काठमाडौँ 1, रौतहट 2, रूपन्देही 2 र बैतडी 1 मा उपनिर्वाचन भएको थियो। 2056 प्रतिनिधि सभा निर्वाचन। 2051 को निर्वाचनपछि देशमा असाध्यै अस्थिरता निम्तियो। मनमोहन अधिकारी, लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापा हुँदै पुनः गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। 2055 मा काङ्ग्रेस र माले बीचको सत्ता सहयात्रा टुटेपछि काङ्ग्रेस र एमाले बीच सत्ता सहयात्रा सुरु भएको थियो। दुई पार्टीले गरेको 7 बुँदे सहमतिमा चैत 2055 भित्र नयाँ निर्वाचन गराउने उल्लेख थियो। त्यही अनुसार 1 माघमा प्रतिनिधि सभा विघटन गरी 20 वैशाख 2056 का लागि निर्वाचन घोषणा गरियो। 20 वैशाखमा 36 र 3 जेठमा 31 जिल्लामा निर्वाचन सम्पन्न भयो। उम्मेद्वार तत्कालीन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको चुनाव अघि निधन भएका कारण स्थगन गरिएका काठमाडौँ 1 र काठमाडौँ 3 को चुनाव 26 जेठमा भएको थियो। यस निर्वाचनमा पुनः काङ्ग्रेस नै ठुलो दल बनेको थियो, जसले 111 सिट जितेको थियो। दोस्रो एमाले 71 र तेस्रो भएको राप्रपा 11 सिटमा खुम्सिएको थियो। निर्वाचन अघि नै काङ्ग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने भनेको थियो। निर्वाचनमा पार्टीको एकता बहुमत आएपछि भट्टराई प्रधानमन्त्री बनेका थिए। प्रतिनिधि सभाको यस कार्यकालमा 23 मङ्सिर 2056 मा झापा 6, मोरङ 1 र रौतहट 4 मा उपनिर्वाचन भएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 8 जेठ 2051 मा प्रतिनिधि सभा विघटन गर्दै 27 कार्तिकका लागि निर्वाचनको मिति तोकेका थिए। पछि 6 चरणमा निर्वाचन गर्ने 27 कार्तिकमा 15 जिल्ला, 9 मङ्सिरमा 14 जिल्ला, 21 मङ्सिरमा 13 जिल्ला, 3 पुसमा 10 जिल्ला, 14 पुसमा 12 जिल्ला र 26 पुसमा 11 जिल्ला तयारी गरिएको भए पनि स्थगन गरियो। निर्वाचन सार्ने तयारीका बीच 18 असोजमा तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै बर्खास्त गरिदिए। 2074 प्रतिनिधि सभा
प्रदेश सभामा निर्वाचन। 3 असोज 2072 नयाँ संविधान घोषणा भएपछि तत्कालीन संविधान सभाले थप 2 वर्ष व्यवस्थापिकाको भूमिका निर्वाह गर्यो। त्यस व्यवस्थापिकालाई विस्थापित गर्न मङ्सिर 2074 निर्वाचन भएको थियो। 5 भदौ 2074 सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन 10 मङ्सिर 2074 देशभर गर्ने निर्णय गर्यो। तर 14 भदौमा सरकारले 10 मङ्सिरमा पहिलो चरणमा र 21 मङ्सिरमा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय लियो। सरकारले लिएको जिम्मेवारी अनुसार निर्वाचन आयोगले 10 मङ्सिरमा हिमाली तथा पहाडी भेगका 32 जिल्ला र 21 मङ्सिरमा बाँकी 45 जिल्लामा निर्वाचन गर्ने निर्णय लियो। सोही अनुसार 2 चरणमा निर्वाचन सम्पन्न भयो। प्रत्यक्षतर्फ 165 सांसदका लागि निर्वाचन भएको थियो। बाँकी 110 सांसद समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। मङ्सिर 2074 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन 2 ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्र र गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए। उनीहरूले प्रत्यक्षतर्फ क्रमशः 80 र 36 सीट जितेका थिए। समानुपातिक तर्फ क्रमशः 41 र 17 सीट जितेका थिए। यसरी प्रतिनिधि सभामा यी 2 दलकै 174 सीट पुगेको थियो। 7 मध्ये 6 वटा प्रदेश मधेस प्रदेश बाहेकमा पनि यी 2 दलकै वर्चस्व कायम भएको थियो। तत्कालीन प्रदेश 1 कोशीमा 51 सीट सहित एमाले पहिलो पार्टी बनेको थियो। त्यस्तै प्रदेश 3 बागमतीमा 58, प्रदेश 4 गण्डकीमा 27, प्रदेश 5 लुम्बिनीमा 41, प्रदेश 6 कर्णालीमा 20 र प्रदेश 7 सुदूरपश्चिममा 25 सीट सहित एमाले पहिलो दल बनेको थियो। प्रदेश 2 मधेसमा भने 21 सीट सहित तत्कालीन संघीय समाजवादी फोरम पहिलो पार्टी बनेको थियो। निर्वाचनपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए। 14 मङ्सिर 2076 कास्की 2 मा उपनिर्वाचन भएको थियो। 2079 प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन। 2074 भएको निर्वाचनपछि गठन भएको ओली सरकारले 5 पुस 2077 प्रतिनिधि सभा विघटन गरी 17 र 27 वैशाख 2078 2 चरणमा चुनाव गर्ने निर्णय लियो। तर सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदियो। निर्वाचन आवश्यक परेन। 7 जेठ 2078 पुनः प्रतिनिधि सभा विघटन गरियो। त्यतिबेला 26 कार्तिक र 3 मङ्सिर 2078 निर्वाचन गर्ने निर्णय लिएको थियो। दोस्रो पटकको प्रतिनिधि सभा विघटनलाई पनि सर्वोच्चले असंवैधानिक ठहराइदियो। 2 पटकको विघटनबाट जोगिएको प्रतिनिधि सभाले आफ्नो 5 वर्ष कार्यकाल पूरा गर्यो। अन्ततः 79 को मन्त्री परिषद निर्णय अनुसार त्यसै वर्ष 4 मङ्सिरमा एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भयो। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरू देशव्यापी गठबन्धन गरेर होमिएका थिए। निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो। उसले प्रत्यक्षतर्फ 57 र समानुपातिक तर्फ 32 गरी कुल 89 सीट जितेको थियो। त्यस्तै दोस्रो भएको एमालेले 78 र तेस्रो भएको माओवादीले 32 सीट जितेका थिए। यस निर्वाचन मार्फत नयाँ दल राजसभा 20 सीट सहित चौथो भएको थियो। प्रदेश सभामा पनि मिश्रित नतिजा आएको थियो। कोशी प्रदेशमा 40, मधेस प्रदेशमा 23 र लुम्बिनी प्रदेशमा 29 सीट सहित एमाले पहिलो दल भएको थियो। त्यस्तै बागमतीमा 37, गण्डकीमा 27, कर्णालीमा 14 र सुदूरपश्चिममा 19 सीट सहित कांग्रेस पहिलो दल बनेको थियो। निर्वाचनपछि तेस्रो ठूलो पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका थिए। मङ्सिर 2079 को निर्वाचनपछि 2 पटक उपनिर्वाचन भइसकेको छ। रामचन्द्र पौडेल राष्ट्रपति र रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेका तनहुँ 1 र बारा 2 तथा रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको चितवन 2 10 वैशाख 2080 मा उपनिर्वाचन भएको थियो। त्यस्तै सुभाष नेम्बाङको निधनपछि रिक्त भएको इलाम 2 मा 15 वैशाख 2081 मा उपनिर्वाचन भएको थियो।